सबैलाई नमस्कार। यति बेला म बारीमा छु। मम्मी र म चाहिँ विशेष काम विशेषले नेपालगञ्जको यात्रा गर्दैछौँ। बेलुकासम्म आइपुग्ने हिसाबले हिँड्न लागिरहेछौँ। हेरौँ के कस्तो हुन्छ। ल फाइनल्ली हामी चाहिँ अहिले हर्रे आइपुगेका छौँ। कस्तो छ होइन हर्रे हेर्नु है, म देखाउँछु। हेर्नु त्यो चाहिँ मेरो स्कुटी। ल हेर्नु कति राम्रो ठाउँ होइन, सिन कति दामी बवाल देखिएको छ। यहाँ चौतारो पनि बनाइसक्नु भएको रहेछ, धन्यवाद छ होइन। यो सब टाढाको यात्रा गर्दाखेरि थकान मेट्ने ठाउँ चाहिँ बनाइदिनु भएकोमा। अनि यहाँदेखि यताको चाहिँ केही देखिन्न अहिले चाहिँ, तर डाँडा काँडा चाहिँ देखिँदैछ। अलि यो तुसारो हो कि यो गर्मीले गर्दा अलि अर्कै देखिरहेको छ। ल यत्तिकैमा चाहिँ मम्मीले मेरो भिडियो खिचिदिन्छु भनेर चाहिँ खिचिदिनु लाउनु भएको छ। म चाहिँ के छ होइन, बोल्न केही आएन त्यति बेला, यत्तिकै यता उता डुलिरहेको भिडियो बनाउनु भएको छ। अब चाहिँ हामी हतार नगरिकन चाहिँ नेपालगञ्जको यात्रातिर लागिरहेछौँ। ल फाइनल्ली हामी चाहिँ नेपालगञ्ज आइपुग्यौँ। नेपालगञ्ज आएर पनि यहाँ चाहिँ मेरो लाइसेन्सको नवीकरण भइसकेको छ। अनि नवीकरण चाहिँ अबदेखि 10 वर्षको हुने रहेछ। जोस खुसी लाग्यो होइन। अनि काम पनि छिटै भयो, छिटै गरिदिनु भयो दाइले। लगभग 15-20 मिनटमै काम भ्याइयो। अब चाहिँ हामी भाटभटेनीतिर जान्नेवाला छौँ एकछिनमा है त। ल हामी चाहिँ भाटभटेनीतिर छिर्दैछौँ भित्र। मम्मीले ब्यागभरि पैसा हाल्नु भएको छ सपिङ गरेर जाने र। ल यहाँ चाहिँ मम्मीले के चाहिन्छ होइन, आफूलाई चाहिने कुरा छानिराख्नु भएको छ, हेरिराख्नु भएको छ। एकदम ठुलो रहेछ क्या होइन, यो बबाल लाग्यो, रमाइलो लाग्यो होइन। हेर्दाखेरि पनि भित्र जाँदा चिसो एसी होइन। बाहिरको यो नेपालगञ्जको टन्टला घामभन्दा भित्र चाहिँ एकदम राम्रो लागिरहेछ। अनि त्यसपछि देखाइरहनु भएको छ फलफुलहरू यसरी प्याक गरेर राख्दो रहेछन् यहाँ चाहिँ होइन। म पनि फर्स्ट टाइममै हो यसरी मार्केटमा छिरेको। जोस रमाइलो लाग्यो होइन। ल बुढी के चाहिन्छ, झाडु पोछा लाउने सामानहरू है भन, अहिले लिएर आइदिन्छु। यो पोछा लाउने, त्यसपछि यो टोइलेट सफा गर्ने, झाडु पोछा सबै पाइन्छ है। के चाहिन्छ भन, आउने बेला ल्याइदिनु। घुमे हुनुहुन्छ त यहाँ 2 घन्टा हुनु लाग्यो। भाँडाकुँडा ल सबैलाई नमस्कार। 2 घन्टा भाटभटेनी घुमेर लास्टमा केही न केही हातमा लाग्यो सुन्न। अब घरतिर फर्किनु लाग्यो है। यहाँ किन्न भन्दा हाम्रो सुर्खेतमै सस्तो रहेछ बरु सामानहरू। सुर्खेतमै आफ्नै ठाउँमा बरु पर्छ, आफ्नै मान्छेलाई बरु ल अब चाहिँ हामी जान्छौँ। ल भाइ भाटभटेनी यो घुमघाम चाहिँ एकदम राम्रो छ, भित्र आउनु होला। यत्तिकैमा चाहिँ गर्मी भएर चाहिँ यो उखुको दुध खान लाग्छौँ हामी चाहिँ। यो गिलास ठुलो होइन, सुर्खेतमा चाहिँ सानो थियो, यहाँ चाहिँ अलिक ठुलो गिलास 50 रुपियाँमा एकदम चिसो राम्रो छ, खाइयो होइन। ल हामी चाहिँ नेपालगञ्जको काम भ्याएर बबे आइपुगेछौँ। घर जाँदैछौँ सुर्खेततिर। 5 बजिसक्यो। कोही पनि नेपालगञ्ज नआओस् प्रभु, यस्तो गर्मी छ, पुरै छोड्यो तातो लुट। लास्टै गर्मी छ पुरै, यो आँखा पोलेर हेर्नु। 3 बोतल मिनरल वाटर पानी हाल्दा नि अझ गर्मी छ कि।